होइन है बुढी, हाम्रो बेसी खेत त बाँझै छ त, खनजोत गर्ने सुरसारै छैन। खेत रोप्ने बेला त भइसक्यो त। रोप्ने बेला त भइसक्यो नि हजुर, खेताला पाइँदैन, मैले सक्दिन। घरमा एक्लै छोरी छे, त्यसले के मात्रै गरोस्। के गर्नु त बुढी, देशको अवस्था विकराल भइसक्यो। युवाहरू जति सबै खाडीमा, गाउँमा मलामी जाने मान्छे त नपाउने भइसक्यो। हो नि हजुर, धन्न हाम्रो घरमा एउटी छोरी छे, त्यही भएर हामीलाई गाह्रो भएको छैन। तिमी त यस्तो अवस्थामा के काम गर्न सक्छौ र? त्यहीमाथि उमेर पनि गइसक्यो। हो नि हजुर, होला त। आमा, म बारीमा जान्छु, हिजो काटेर राखेको घाँस छ, त्यो लिएर आउँछु, छिट्टै भएर आउँछु। हजुरले यताउति केही गर्ने होइन, घरको काम केही गर्नु पर्दैन, म आएर गरिहाल्छु है। घरको काम केही गर्नु नदिनु बुवा आमालाई। ल छोरी ल। म सक्दिनँ बाबै केही गर्न, त चाँडै आइज। फेरि बुवालाई पनि खाना खाएर त्यहाँ गाविसतिर जानुपर्छ। हस् आमा, म घाँस लिएर हाल्छु है। अनि बुढी, कान्छो छोरो चाहिँ खोइ त, कि त उठेकै छैन? अघि नै उठेर स्कुल गइसक्यो हजुर। ठुलठुला पढ्नु सर्नु पर्दैन, स्कुल मात्र गएर हुन्छ। पढ्ने बाहनामा बिहानै उठेर खेल्न गइसक्यो होइन? ल हजुर, म चुलोमा आगो बाल्दै गर्छु। घाँस काट्न गएकी छोरी कति बेला आउँछ थाहा छैन। ल ल, यसो सके गर्दै गर न। अध्यक्षज्यू नमस्ते। ओहो नमस्ते। ल आउनुहोस् आउनुहोस्, बसौँ। के छ खबर हजुरको? एकदम ठिक छ। अनि हजुरको? ठिकै भन्नुभयो। अध्यक्षज्यू, त्यो तल लिखु खोलामा पनि पुलको काम सकिन आँट्यो। हजुरले पनि एकपल्ट यसो अवलोकन गरिदिने पो हो कि फेरि बजेट पनि कम होला जस्तो छ। यसो हजुरले जिल्लामा पहल पनि गरिदिनु पर्यो। हुन्छ नि, पहिला पनि म एकचोटि गएर अवलोकन त गरेर आएको हो, फेरि पनि जानु पर्यो, जाउँला। तर तपाईँले त्यो बजेटको विषयमा चाहिँ कसैले औँला उठाउने काम चाहिँ गर्नु भएन नि। हुन्छ अध्यक्षज्यू, हजुरको विचारलाई आत्मसम्मान गर्दै गाउँको विकास निर्माणलाई अगाडि बढाउनेछु। यो कुरामा हजुर ढुक्क भए हुन्छ। त्यही त अध्यक्षज्यू, मैले पनि गर्नुपर्ने र गर्न सक्ने जति काम त गरेकै छु। तपाईँले पनि निस्वार्थ रूपले मलाई सहयोग गर्नु पर्यो। मलाई थाहा छ अध्यक्षज्यू, सबैभन्दा ठुलो कुरा हजुरको मान इज्जत प्रतिष्ठामा आँच आउने काम म कहिल्यै गर्ने छैन। यही त मलाई गर्व लाग्छ नि, हामी सबैको सोचाइ एउटै छ। त्यही भएर त सारा जनताले हामीलाई विश्वास गरेका छन्। त्यही भएर हामीले कसैको पनि विश्वासघात गर्ने काम गर्नु हुँदैन। ल दिउँसो म पनि गाविसतिरै आइहाल्छु, अनि उतैतिर सबैजना भेटघाट गरेर छलफल गरौँला नि। हुन्छ अध्यक्षज्यू, म निस्किन्छु त्यसले अहिले। ल हस्। आमा, हजुरलाई नआउनुहोस् भनेको मान्नु भएन। हेर गाह्रो हुन्छ। एक डोको घाँस काटेर राखेको छँदैछु, यति एक पाटो मकै त गोडेर आइहाल्छु नि म। त एक्लै कति मात्रै गर्छ छोरी, मैले पनि सघाइदियो भने तँलाई सजिलो होला भनेर। के नै काम छ र आमा, बुवा हुनुहुन्छ, दाइ हुनुहुन्छ, म त गर्न सक्ने नै छु त। आमा भोक लागिसक्यो मलाई, छिटो आउनु। भित्र केही होला खाँदै गर्नु छोरा, अहिले हामी आएर भात पकाउँछौँ। घरमा कोही हुनुहुन्न, छिटो आउनु आमा। बस्दै गर्न कान्छो, यहाँ सकिन लाग्यो, हामी आइहाल्छौँ त। कति कराएको? जाउँ छोरी, हिँड अब, तेरो बुवा पनि आउने बेला भइसक्यो। हुन्छ आमा, बाँकी भएको झार म बेलुका आएर शीतलमा उखेलुँला। तँ जाँदै गर, म बिस्तारै आउँछु नि छोरी। अब सँगै जाउँ आमा, हजुर बिस्तारै अघि अघि हिँड्नुहोस्, म डोको बोकेर आउँछु। हिँड्नु ल।
दिदी कस्तो छ तपाईँलाई अहिले? ठिकै छ। उमेर अवस्था अनुसार अलिअलि गाह्रो साह्रो त भइ नै हाल्छ। आउनु बस। के गर्नु दिदी, तपाईँले नि अचम्मको रहर गर्नुभयो यो बुढेसकालमा। आनन्दले नाति नातिना खेलाएर बस्नुपर्ने उमेर। यो त भगवानको उपहार हो। मैले त हात मात्रै थापेको हो। अब जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ। के गर्नु दिदी, घरमा एउटा छोरी छे, त्यसलाई काम पनि कोही छैनन्। हाड छाला भइसके बिचरी। त्यो त हो नि, बेसी खेत बाँझै छ, खेतला पाए रोप्न हुन्थ्यो। त गाउँभरि डुल्छेस, खेतला पाए खोज्न। हुन्छ, म बुझौँला। गाउँमा खेताला पाउने गाह्रो छ, कोही मान्छे छैनन्। धान त जसरी भए पनि रोप्नुपर्छ। माख्लो गाउँतिर भए पनि खेतला खोज। यस्तो बेलामा पनि कति चिन्ता गरेको, रोप्ला नि त्यो एउटा टुक्रो खेत त। मैले केही गर्न सक्ने होइन, घरमा एउटी छोरी मात्र छे। आनन्दले बस्नु, त्यति खेत जहाँबाट खेताला ल्याएर भए पनि म रोप्ला। धेरै नसोच्नु, साह्रो गाह्रो केही पर्यो भने मलाई बोलाउनु, म गएँ। छोरो, त सधैँभरि गाउँ मात्रै डुलिराख्छस्, त्यसरी राम्रो होइन नि छोरो। मलाई कति गाह्रो हुन्छ, घरमा पनि बस्ने बानी बसाल न। एक दिन शनिबार त हुने आमा दिवाली, अरू बेला त म स्कुल गइहाल्छु नि। त्यसो भनेर हुन्न नि छोरो, शनिबार भन्दैमा हिँड्न मिल्दैन नि त्यसरी। के गन्थन गर्दैछौ आमा छोरा? छोरोलाई सम्झाएको नि हजुर मैले, अरू के गन्थन भनेर। भित्र गएर एक अंखुरा पानी लिएर त, कस्तो खरो भयो मलाई। हेर बुढी, गाउँभरि सबैले कुरा काट्दो रहेछ। झन् गाविसतिर त जानै नहुनेको, सबैले मुखामुख गरेर मलाई मात्रै हेर्छन्। अरूको कुरा सुन्ने होइन कि हजुर, आफ्नो काम गर्ने फुरो। होइन हो बुढी, बुढेसकालमा त साह्रै गल्ती गरियो कि क्या हो? हे चुप लाग्नु, यो सबै भगवानको चाहना हो। हामीले चाहेर केही हुँदैन। हुन त हो नि बुढी, तिम्रो यो अवस्थाले गर्दा घर लथालिङ्ग छ, जेठो छोरो घरमै बस्दैन, त्यही एउटी छोरीले मात्रै के चाहिँ गरोस्। लानु बा दिदी कहाँ गयो? भात पाएको कि पाकेन तैँले हेरी छोरा? दिदीले खाना पकाइसक्नु हो, दिदीले आमा बाबालाई बोला भन्नु। मलाई लन्ठु, एक दिन स्कुल बिदा हुन पाएको छैन, गाउँभरि लखर लखर डुलिया छ, म त खतम बिग्रिने नै भइस्। खाना खाने बेला भयो हजुर, यसरी गाली नगर्नुहोस्। फेरि उसले खाना खाँदैन यसरी गाली गरेको छ नि। तिमीले टाउकोमा टेकाएर त यो माथिएको। पढेर सुन्नु बा, यही शनिबारको दिन त अनि मैले खेलेँ। जाउँ हजुर भित्र खाना खान। ल जाउँ जाउँ, ल उठ। ए लन्ठु, उठा आमालाई। हजुर के भयो? मलाई देखाला बाला बोला नि छोरी, बुवालाई बोला न। म बुवा आउने बेला भयो, खाजा बनाउँदैछु, किन आत्तिनु भए? बुवालाई बोला नि छोरी, गाह्रो भयो मलाई देखाला जस्तो छ। नआत्तिनु
नातिनु न एकछिन अडेस आएर बस्नु म बुवालाई बोलाइहाल्छु ल नातिनु त आमा एकछिन म खाना बनाउनु पर्दैन बाबाजी बुवालाई बोलाउँछ ल आमालाई बेथा लाग्यो जस्तो बुवा के भयो छोरी जा जा काकीलाई बोला त के भएको बेथै लाग्यो भए त काकीलाई बोला जा समाउनु त यहाँ पछाडि समाउनु म सर्छु ल्याइहाल्छु काकीलाई बोलाएर काकीलाई बोला बोला हस्पिटल लानुपर्ने हो कि के हो पखन पख त्यहाँ काकीलाई बोलाएर लिएर आउँछ अहिले ठिक भइहाल्छ नि नआत्यो न धेरै गाह्रो भयो के गर्नु यो बुढी माइत गएर पनि काका काकी खोइ किन र नानी किन आत्तिजी यसरी आमालाई के भयो काकी कहाँ जानुभयो लौ न नि काकी त माइत गएकी छ हिजै तेरिका आमालाई के भयो होइन के भयो त है के भयो धेरै गाह्रो भयो के गर्नु त तँलाई बच्चाको रहरले कहिल्यै पुगेन बुढेसकाल हुँदाखेरि पनि अब बच्चा नपाई भएको छैन तँलाई पख पख अब यहाँ छोरीले बोलाएर लिएर आउँछ काकीलाई अनि कहाँ गई छोरी पनि खोइ छोरी कति आत्तियो कि तिमी 4-5वटा छोरछोरी पाएको मान्छे यस्तो आत्तिनु हुन्छ अहिले बुहारी आउँछ नि अनि त्यहाँबाट थाहा भइहाल्छ नि अस्पताल जानु पर्यो नि जाउँला काकी त मामा घर जानु भएको छ बर्बाद परिगयो नि बुवा हो र के गर्ने लौ न भाउजूलाई के भयो नानीले त केही नभनिकन आत्तिँदै फर्की म त के भएछ भनेर कुद्दै आएको हेर न भाइ बेथा लागे जस्तो छ बुहारी आएको भए सजिलो हुन्थ्यो के गर्ने होला अब लौ न स्वास्थ्य चौकी लानुपर्छ उहाँलाई त छिटो छिटो गरौँ लो स्वास्थ्य चौकी लानुपर्छ जा त छोरी भित्र लगेर आमालाई केही लुगा सुगा फेरा त ल ढिला नगरौँ बिस्तारै उठाउनु त बुवा यस्तो बेलामा त घरमा राख्ने नि होइन नि हामीले भाइ तपाईँलाई जति भन्दा नि लागेन यो बुढेसकालमा के दुःख बेसाएको हो यो त्यो कुरा छोडिदेऊ न भाइ अब यो कसरी हुन्छ स्वास्थ्य चौकी लिएर जानेतिर चाहिँ लाग्नु पर्यो कि कसरी लाने होला अब त्यहाँ बाटोसम्म त एम्बुलेन्स आउँछ त्यहाँसम्म लाने व्यवस्था पनि त गर्नु पर्यो नि हामीले त्यहाँसम्म हामी जसो तसो दाजुभाइ भएर भयो नि लानु पर्यो त्यहाँ एम्बुलेन्स चाहिँ बोलाउनु पर्यो ल त त्यहाँ नम्बर छ कि छैन ठगी छैन